ल यहाँनेरि नाङ्लोमा फर्सीको मुन्टा हरिया फर्सीका मुन्टाहरूको कार्यक्रम चलिरहेको रहेछ। मलाई चाहिँ यो फर्सीको मुन्टा हरियो सागपात साह्रै मनपर्छ। यो हरियो सागपात फर्सीको मुन्टा यो कताबाट आयो? हाम्रो बारीमा त यति धेरै थिएन होला, किनेर ल्याएको हो कि बारीकै हो? बारीकै हो हुन त, तर पानी परेको पर्यो। अहिले के भएको होला है, असार साउनमा जस्तो पानी परेको पऱ्यो। पानी परेर यहाँ हेर्छु न, यहाँ देखेछु त, यहाँ यस्तो हिलो भएको छ कि यहाँ हेर्छु त, यहाँ यस्तो हिलो, यी सबै फर्सीका मुन्टा यस्तो सबै हिलै पात यस्तो छ यी हिलो यस्तो विरक्त। त्यही पनि आफ्नो बारीको आफूले लगाएको कति माया लाग्दो रहेछ, यी सबै हिलो यही पनि पखालेर भए पनि खाउँला भनेर माटो रहेछ हौ। माटो त राम्ररी पखाल्नु पर्ने रहेछ। यो केही किरा उहरू केही नहालेको, बिसारीहरू नहालेको, आफ्नो बारीको यही भए पनि माटोको पखाल्दा गइहाल्छ नि। यहाँ अलिक माटोले असर गर्छ त, केही गर्छ माटोले असर त गर्दैन, तर राम्ररी पखालिएन भने पखालिन्छ। पानी जति पनि छँदैछ, पानी झ्याम ठुलो बाटोमा हालेर मजाले 4-5 पानी पखालेपछि एकछिन पानी हालेर छोडिदिनुपर्छ कि 2-3 मिनट। अनि यो बालुवा त हो, यहाँको माटो त्यस्तो धेरै उ त छैन नि त। माटो त चिम्टाइलो माटो होइन क्या, बलौटे माटो छ क्या यो। अनि बलौटे माटो यो एकछिन पानीमा भिजाएपछि यो सबै तल बस्दो रहेछ क्या, सेडिमेन्टको रूपमा। सेडिमेन्टेसन एन्ड डिकेन्टेसन गर्नु पर्यो त्यसो भने। मैले फायरमा अस्ति भएर पढाएको थिएँ। सेडिमेन्टेसन एन्ड डिकेन्टेसन गरिसकेपछि बालुवा माटो झर्छ। एकछिन 2-3 मिनट पानीमा भिजाएपछि अनि झरिहाल्छ यो। अनि चापाकनी ठुलो बाटोमा हालेर झ्याम हालेर पखाल्नुपर्छ। जरै सहितको ल्याउँछ नि यस्तो कलिलो आफ्नो बारीको टिपेको। त्यसलाई पखालेर केलाउँदा र केलाएर पखाल्दा कुन सजिलो? साग चाहिँ पखाल्नुपर्छ सुरुमा होइन। यो फर्सीको मुन्टा त अप्ठ्यारो हुन्छ नि। साग पनि सुरुमा केलाउने नै हो, अनि बल्ल पखाल्ने हो। पखालेर चाहिँ काट्ने साग, रायोको साग ठुल्ठुलो हेऱ्यो। फर्सीको मुन्टा त पखाल्दा सबै पानी भइहाल्छ नि। केलाउने यस्तो नाङ्लोमा राखेर केलाउनु पर्छ, नाङ्लो भिजिहाल्छ नि। यो बाँसको चोयाको नाङ्लो हो भनेपछि आजको यो शामको सब्जी फर्सीको टुप्पा, फर्सीको मुन्टा भन्छन्। धेरैतिर मुन्टा भन्दैनन्, फेरि टुप्पा पनि भन्दो रहेछ। यो सिजन भएर पनि होला नि, पानी परेको परेछ नि त। अस्ति भर्खर टिपेको